छोड्नु हुँदैन क्या तिमीहरू कोही बोल्दैनस् क्या भाइ तिमीहरू कोही बोल्दैनस् क्या भाइ बोल्ने ठाउँमा बोल्दैनस् क्या भाइ अनि जब यो अब अझै अति भएर भने 1 वर्ष 2 वर्ष पछाडि बोल्छस् क्या भाइ ढिलो भइसकेको हुन्छ क्या भाइ यस्तो चिक्ने खाते मोजी चुप लाएर पोलिटिक्समा काम गर्न गएको होइन काम गर म्याच चिक्ने काम गर त्यहाँ बोलेको छ अनि त्यसको पछाडि छ अर्को एउटा लुते त्यस्तै थियो के हो त्यो एरियन के भन्ने त्यो म्याच चिक्ने त्यस्तै छ फेरि त्यो राडी त्यस्तै छ फेरि भाइ मलाई मलाई यिनीहरूको यो ताल देखेर मैले देखेँ होइन भोलिको दिन प्रधानमन्त्री बन्नु नेपालमा ठुलो कुरो होइन रहेछ होइन मैले ताल देखिसकेँ तर म प्रधानमन्त्री भएन भाइ यिनीहरूले संविधानमा त्यो भन्न हल्ला गर भने भाइ माचिने यसरी खोलेर निकालेर यसरी मुखमा मुतिदिन्छु भाइ यिनीहरूको म प्रधानमन्त्री भयो भने को तमेर आएको छ यहाँ आइज मुतिदिन्छु भाइ यिनीहरूले हक्दा हुन्छ नि मैले मुद्दा पनि हुन्छ भाइ खुन उम्लेर आउँछ हौ खुन उम्लेर आउँछ यार खुन उम्लेर आउँछ यार अझै पनि फर्केर आउँछु म लफडामा पर्नु छैन काम गर्छु भन्दा त्यसको छ क्या भाइ तर अब त होइन भाइ अडिसक्यो हामीलाई देखाउन रहेछ थापा म्याच सिक्ने रन्डीको भानमा म्याच सिक्ने खातेको औलाद मुजी म्याच सिक्ने मै नियम कानुन भनेर त्यस्तरी हिँडेको छ यार फेरि कसले केही गर्दैन यार कसले केही गर्दैन यार मैले त्यसरी के आएर मिडिया सिडिया आयो के त्यस्तो सिचुएसन छ मैले त्यही त्यस्तो गरेँ अनि मिडियाले मलाई सोध्यो अनि त मै नियम कानुन मलाई मार्छ त यार भोलिको दिन बाटो हिँड्न नहुने हुन्छ त अनि यो म्याच चिक्ने कसरी हिँड्दैछ यसको झोले हो त्यो 1-2टा जातीय झगडा गरेर खोज्ने त्यस्तै जातको झोले हो त्यो झोले हेर्दै डराएको सिक्ने खातेको बच्चा छोड्ने होइन क्या भाइ छोड्ने होइन एउटा टाइममा बोल्नु हुनु त अस्ति नै बोल्नु पर्थ्यो क्या तिमीहरू कोही बोलेको छैन हौ यार भाइ मन्त्रीहरू यार बरु ओलीहरूले यस्तो गरेको थिएन यार भाइ ओलीले यस्तो गरेको थिएन क्या बरु ओलीले यसरी भनेको थिएन देउवाले यसरी भनेको थिएन क्या भाइ अनि हर्के आएर म्याच सिक्ने म कानुन म नियम भन्छ त सरी पनि भन्दैन नेता जस्तो मान्छेले म्याच सिक्ने जे गरिरहेछ आएर होइन मैले यस्तो गर्नु हुँदैन म भनेको तिमीहरू भन्दा ठुलो मान्छे हो मैले यस्तो इक्जाम्पल दिनु हुँदैन उदाहरण खोइ